घर प्रोपर्टी प्रोजेक्ट जोसुकैबाट किन्नुस्, तर यो तीनवटा गल्ती कहिले नगर्नुस्। पहिलो गल्ती केवल सस्तो प्राइस हेर्नु। प्राइस सस्तो छ भनेर घर त किन्छौँ हामी, तर पछि थाहा हुन्छ विक लोकेसन, लो रिसेल र एकदमै कम रेन्टल डिमान्ड। त्यसैले घर किन्नुभन्दा अगाडि प्राइस भन्दा पनि फ्युचर भ्यालु हेर्नु होला। दोस्रो गल्ती हो डेभलपर बारे रिसर्च नगर्नु। डेभलपर भनेको प्रोजेक्टको ब्याकबोन हो र सबै डेभलपर एउटै हुँदैनन्। कयौं प्रोजेक्टमा ह्यान्डओभर डिले, पुअर फिनिसिङ र लो एप्रिसिएसन जस्ता समस्याहरू आउन सक्छन्। त्यसैले घर किन्नुभन्दा अगाडि डेभलपरको पास्ट प्रोजेक्ट, रेपुटेसन र डेलिभरी हिस्ट्री चेक गर्न एकदमै आवश्यक हुन्छ। र तेस्रो गल्ती हो इमोसनमा आएर बुकिङ गर्ने। लग्जरी, भ्यू र एट्र्याक्टिभ अफर देखेर बायर्सहरू तुरुन्त बुकिङ गर्छन् र पछि हिडन कस्ट, सर्भिस चार्ज र पेमेन्ट प्रेसरले तनाव दिन सक्छ। त्यसैले प्रपर्टी किन्नु भनेको इमोसनल भन्दा पनि फाइनेन्सियल डिसिजन हो। गलत प्रपर्टीमा इन्भेस्ट गर्दा पछिसम्म रिग्रेट हुन सक्छ। त्यसैले इन्भेस्ट गर्नु अगाडि रिसर्च एकदमै महत्त्वपूर्ण हुन्छ। हजुरले पनि प्रपर्टी किन्नुभन्दा अगाडि सबैभन्दा पहिला के हेर्नुहुन्छ कमेन्ट गर्नुहोस्।